दुनियाँमा सबैभन्दा ठुलो कुरा पैसा त होइन हो, यो कुरा सत्य हो। कुनै कुनै ठाउँमा लागु पनि हुन्छ, तर यो थोरै देरको लागि हुन्छ। तर यो सत्य होइन, किनकि जहाँ गयो भने हामीहरूलाई पैसै चाहिन्छ क्या। घुम्न गयो भने पैसा चाहिन्छ, सपिङ गर्न गयो भने पैसा चाहिन्छ, क्लिनिकमा गयो भने पैसा चाहिन्छ, जो गर्नको लागि पनि पैसै चाहिन्छ। यही पैसासँग रिलेटिभ एउटा बुक लेखेको छ जसको नाम हो रिच ड्याड पुअर ड्याड, अर्थात् धनी बुबा गरिब बुबा। नेपालीमा पनि यो बुक उपलब्ध छ। यो बुकमा सबैभन्दा महत्त्वपूर्ण कुरा के सिकाइएको छ भने ब्यालेन्स सिटको बारेमा। त हाई नमस्कार, मेरो नाम नवीन मण्डल हो र तपाईहरुलाई स्वागत छ नवीन मोटिभेसन युट्युब च्यानलमा। यदि यो च्यानललाई तपाईहरुले सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला, किनकि यो च्यानलमा यस्तै फिनान्ससँग रिलेटिभ भिडियो आउँदै रहन्छ। त के हो यो ब्यालेन्स सिट भनेको? ब्यालेन्स सिट भनेको एउटा यस्तो पुँजी हो जुन पुँजी सबै मानिससँग हुन्छ, मानिस र सबै कम्पनीसँग हुन्छ। सिम्पल तरिकाले भन्दाखेरि ब्यालेन्स सिट भनेको जन्मैदेखि आजसम्म के कति सम्पत्ति छ हामीहरुसँग, त्यो सम्पत्तिलाई ब्यालेन्स सिट भनिन्छ। ब्यालेन्स सिट एसेट र लायबिलिटीज मिलेर ब्यालेन्स सिट बनेको हुन्छ। त अब के हो यो एसेट र लायबिलिटीज? एसेट भनेको यस्तो सामान हो जुन सामानले तपाईको गोजीमा पैसा हालिराखेको हुन्छ, र लायबिलिटीज भनेको यस्तो सामान हो जुन सामानले तपाईको गोजीबाट पैसा निकालिराखेको हुन्छ। मानेर जाऊ तपाईसँग एउटा कार छ, त्यो कारलाई तपाईहरुले भाडामा लगाउनुहुन्छ। भाडामा लगाएपछि के आउँछ? त्यहाँबाट भाडा आउँछ त्यो कारबाट। त्यो भनेको के हो? त्यो कार तपाईको लागि के भयो? एसेट भयो। यदि त्यो कारलाई तपाईहरुले पर्सनल प्रयोग गर्नुभयो भने के भयो? तपाईहरुको लागि लायबिलिटीज भयो। किनकि पर्सनल प्रयोग गर्यो भने तपाईहरुलाई यो कारले कतैबाट भाडा कमाएर दिइराखेको हुँदैन, उल्टै जान्छ तपाईहरुको गोजीबाट पैसा। त्यही भएर त्यो कार तपाईहरुको लागि के भयो? लायबिलिटीज। अब लायबिलिटीज एउटै समान हुन्छ, लायबिलिटीज र एसेट एउटै समानलाई तपाईहरु बनाउन सक्नुहुन्छ। हेर्नुस्, अब त्यो कारलाई तपाईहरुले भाडामा लगायो भने के भयो? एसेट भयो, किनकि पैसा कमाएर दिइराखेको हुन्छ। त्यसलाई पर्सनल प्रयोग गर्यो भने के भयो? लायबिलिटीज भयो। यस्तै तपाईहरु कुनै ठाउँबाट पैसा ऋणमा लिनुभएको छ भने के भयो? तपाईहरुको लागि त्यो पैसा लायबिलिटीज भयो। यदि त्यही पैसालाई तपाईहरु ऋण लिएर कुनै बिजनेसमा लगायो भने के भयो? तपाईहरुको लागि एसेट भयो। यो ब्यालेन्स सिट भनेको कति सजिलो छ हेर्नुस् त। ब्यालेन्स सिट एसेट र लायबिलिटीज मिलाएर ब्यालेन्स सिट बनेको हुन्छ। हेर्नु त कति सजिलो छ। र धनी मान्छेहरुको ब्यालेन्स सिटमा धेरै एसेट हुन्छ, किनकि धनी मान्छेहरुसँग कहीँबाट कतै थोरै पैसा आयो भने के गर्छ? उनीहरु कुनै ठाउँमा इन्भेस्ट गर्छ, कुनै यस्तो सामान किन्छ जुन सामानहरुले उनीहरुलाई पैसा कमाएर दिइराखेको हुन्छ। र गरिब मान्छेसँग अलिकति पैसा आयो भने के गर्छ? उनीहरु यस्तो सामान किन्छ जुन सामानको भ्यालु डे बाइ डे घट्दै जान्छ। त्यही भएर धनी धनी हुँदै रहन्छ र गरिब गरिबै रहन्छ। यही कारण हो। त साथीहरु, तपाईहरु ब्यालेन्स सिटको बारेमा अलि ध्यान दिनु होला र यो ब्यालेन्स सिटलाई राम्रोसँग बुझ्ने प्रयास गर्नु होला। एकदमै सिम्पल छ। यदि कुनै कन्फ्युजन छ भने कमेन्ट गर्नु होला र भिडियोलाई लाइक गर्नु, शेयर गर्नु। यदि तपाईहरुलाई लाग्छ तपाईहरुको साथीभाइहरु पनि हेरोस् यो भिडियो, तपाईहरु एकदमै मजाले शेयर गर्न सक्नुहुन्छ। त आजको लागि यति नै। भिडियो हेर्दिनको लागि धेरै धेरै धन्यवाद। थ्यांक यू सो मच। भेटौँला कुनै अर्को भिडियोमा।